ल दाइ तपाईँको पनि अब भोलि फ्लाइट छ होइन अब आज यसो पार्टी सार्टी हानौँ दाइ होइन अब पछि भेट होला नहोला होइन आज चाहिँ यसो रमाइलो गरौँ न त एकदम एकदम त्यही हो दाइ होइन अब के भन्नुहुन्छ तपाईँ ठिक छ म त सम्मति छु यसमा होइन रमाइलो गरौँ साथीभाइ होइन पछि भेट होला नहोला के थाहा होइन यत्रो वर्षसँगै बसियो दाइ दाइ हो यार सही भन्नुभयो दाइ तर आज चाहिँ पार्टी हुनैपर्छ ए भाइ टेन्सन नगर न यार जिन्दाबाद यार म छु त यार टेन्सन नगर न यार हो यार मेरो मनकै कुरा भने ल ठिक छ नि त म के भन्छन् बियर लिएर आउँछु तिमीहरू बस्दै गर नि त ल दादा ल हामी अब भाइर गएर बसौँ न त होइन दाइ अब दाइ आउनुहुन्छ होला ल्याउन लिएर आउनुहुन्छ दालबोट पनि लिएर आउनु होला नि फेरि दालबोट नबिर्सिनु नि फेरि पैसा छ कि नै ल ठिक छ मसँग छ पैसा म लिएर आउँछु ओके ए ल भाइर गएर बसौँ न हामी त दाइ यार त्यो भाइ यार टोइलेट गएको आएको छैन यार त्यो दाइ आउने टाइम भइसक्यो सायद यार आउँदै होला नि त नि पैसा गरेर ल ल ल ठिक छ ल अब आयो भने चाहिँ अब छिटो हानेर अनि अब तपाईँ पनि भोलि घर जाने हो अनि छिटो खाएर बस्नुपर्छ त्यो भाइ पनि टोइलेट गएको अलिक ढिलो गरेर जो अब लङ टोइलेट लाग्यो होला ठिकै छ ल ल केटा हो मैले बियर लिएर आएन अब कता बसेर खाने हो अनि के भन्छन् जाम बसेर खाऊँ नि त यसो गरौँ त भित्र गएर बसेर खाम अब गणेश पनि भित्रै बसिरहेको होला सायद आएको छैन जाउँ न त भित्रै जाउँ है ल ठिकै छ त फेरि भित्रै जाउँ भित्रै गएर जाउँ बाहिर पनि के गर्नु रात परिसक्यो हुन्छ दाइ चाहिँ यहीँ हुनुहुन्छ तर मन चाहिँ नेपाल पुगिसक्यो होला घर जाने खुसीले आइन त दाइ अरे यार 3 वर्षपछि बल्ल बल्ल छुट्टी मिलेछ घर जान त खुसीको त कुरै छोड न यार सीमै छैन क्या खुसीको त यार ठिकै हो के भन्ने दाइ अब यति धेरै वर्षसँगै बसियो नेपाल गएर बिर्सिन त होला नि यतिका वर्षसँगै सुख दुःख साथीको साथीलाई कसरी बिर्सिन्छु यार सम्झिन्छु नि यार यति सजिलो कहाँ बिर्सिन्छु यार तिमीहरू त मेरो यार एकदम जिग्री दोस्तहरू नि यार यत्रो दुःख सुखमा साथी हो त्यही त अब सँगै पियो सँगै सुत्यो सँगै ड्युटी गयो होइन दाइ हो कि न दादा हो त अब त्यो सम्झिनु अब यसो सम टाइम अब कहिलेको सम्झिनु अब छुट्टी जाँदै हिँड्नु 2 महिनाको अरे बिर्सिँदैन यार अब तपाईँ आएपछि अब हाम्रो पनि पालो आउँछ हामीलाई अब तपाईँ त आज अलिकति अब खुसी होइन अर्कै बेग्लै टाइपको होला त्यही मजाले जानु भोलि तपाईँको फ्लाइट हो होइन ठिक छ ल राम्रोसँग आउनु एकदम ठिक छ अब यार भाउजूको त खुसीले खुट्टा खानु छैन होला पहिला चाहिँ नयाँ जोडी यस्तो रातभरि बोलेर दिक्क बनाउँदै है अब चाहिँ ढुक्क हुने भयो सही हो अपेक्षा हुन्छ यार भाइहरू भनेर बोल्नु त परम त गर्न यार हो होइन सही हो मैले भने यार मलाई त कस्तो कस्तो छाती दुखिरहेको छ होइन म चाहिँ अब सुत्छु तिमीहरू यसो खाएर सुत अन्त बिहानतिर कुरा गरौँ न भोलि मेरो बेलुकाको फ्लाइट हो अब गफसप भइहाल्यो साथीभाइमा म सुत्छु मलाई गाह्रो भइरहेको छ कि म सुत्छु अरे यार घर जाने खुसीले होला के भन्छन् साथी साथी दुखी भयो सही हो घर जाने खुसीले हो त्यही भएर त हो नया सपना काली ओराली गर्दै आँखा भरी भर्दै मेरो साथी सुतिसक्यो होइन अब म पनि सुत्नु पर्ला अब हामी पनि सुत्छौँ होइन अब भोलि अब त्यता जाने होला घरतिर हाम्रो ड्युटी सधैँ होइन त्यही त त्यही गरेर म सुताम त्यही त होला भोलि बिहान चाहिँ अनि दाइलाई पठाउनु पर्छ
ल म पनि गएँ ल सुत्नु। ल जानु गुड नाइट है ल भाइ गुड नाइट। लागिन सुट म त सुते फाल्दै ल है ड्युटी जानु गाईलाई उठाइ म यसो गएर आउँछु जाने टाइम भइसक्यो ल पहिला अलिकति उठाइ गाईलाई